नमस्ते, म आज नेपाली युके मेलामा आइपुगेको छु। मेरो नाम गोविन्द अर्मजा। केही फिल्मको सुटिङ पनि गर्दैछु यहाँ लाइभ युके। तपाईँहरूलाई हाम्रो यो नेपाली मेला केही जानकारी दिलाउन लागि यो सानो क्लिप गरेको छु। हेर्दै गर्नु होला। हाम्रो चलचित्र है कहाँको होला त्यो क्यामेराम्यान हाम्रो हरिमान गुरुङ अरू विभिन्न जात जाति वेशभूषाका मानिसहरू यहाँ बसिराख्नु भएको छ। हुनुहुन्छ सायद किरात सुनुवार किरातीहरूको वेशभूषा। यहाँ 50-60भन्दा बढी झाँकीहरू देखिएको छ। यो गोर्खा गेसो अथवा गेसोमा मेला प्लेन वनमाथि उडिरहेको छ। गेसो पछि अर्को झाँकी हुनुहुन्छ। संस्कृति संस्कार भाषा नै अस्तित्वको पहिचान हो। दक्षिण पूर्व क्षेत्रीयतम नृत्य हो। जस्तै गरी हाम्रो म्याग्दी जिल्लाको धौलागिरी नौमती बाजा युके मेरो गृह अञ्चल म्याग्दी जिल्लाको समग्र धौलागिरी अञ्चलको म धौलागिरी अञ्चलको म्याग्दी जिल्लामा जन्मेको थिएँ। आज युकेमा समेत यो देख्नु पाउन खुसी लागेको छ। यो छ 4 भन्ज्याङ तमसम्म उहाँहरू झाँकी प्रदर्शन गर्नको लागि वेटिङमा बसिराख्नु भएको छ। दामोदरी रेडिङ सहरको नेपाली मेला सम्भवतः युकेको सबैभन्दा ठुलो मेला हो। सबैजना कामको व्यस्तताको बावजुद पनि समय मिलाएर आज सन्डे 2012 साल अगस्त 26 यहाँ आइरहनु भएको छ। नेपालको झन्डा राष्ट्रियता युकेमा समेत सबै हात्ती मालो मिलेमा त युकेको झन्डा पनि छ। यहाँ विभिन्न स्टलहरू पनि राखिएको छ। हामी नेपाली हुनुमा गौरव छ। हाम्रो झन्डा संसारभर यसरी नै फैलिरहेको छ। हाम्रो यो झन्डा संसारमै सबैभन्दा विशेष र अलग पहिचान भएको झन्डा हो। यस्तो झन्डा संसारमा कसैको पनि छैन। नेपाली झन्डा जस्तो आकार सबै चारपाटे, जस्तै ब्रिटिस झन्डा चारपाटे छ। सबै संसारको झन्डाहरू चारपाटे हुन्छ, तर हाम्रो नेपालको झन्डा यस्तो झन्डा कि त्यो संसारमा कसैसँग पनि आकारमा मिल्दैन। सुरापोटीहरू ब्रिटिसको झन्डा, नेपालको झन्डा सबै सद्भावको लागि स्टल छ। थ्याङ्क यू।
जहाजहरूको टिकट बुकिङ यता कतार एयरलाइन्स उहाँहरू प्रदर्शन गर्ने जारी भइरहेको छ। सबै स्टलहरू बाबेको नेपाल केटी मिल्कीको यो बेलुन माथि हिथ्रो एयरपोर्ट नजिकै भएको हुनाले यो प्लेन पनि अमेरिकातिर उडेको हो। यो पूर्वबाट पश्चिमतिर उडिरहेको छ। Always free. हात हेर्ने के आई लभ नेपाल सर्ट बेसमा लागिरहेको छ। स्टलहरू ट्राभल एजेन्सीका स्टलहरू बच्चाहरूको लागि विभिन्न गरगहना किन्नु पर्यो। नेपाली भेषभूषा ढुङ्गरसँग सबै औँठी सौठी मार्बली ढुङ्ग्री हामी युकेमा रहेका सम्पूर्ण नेपालीहरू यसरी आफ्नो जातीय रूपमा नभई सामूहिक रूपमा विश्वमा नेपाललाई चिनाउनको लागि यसरी मेलाहरू आयोजना गरेर आफ्नो पहिचान कायम गर्न सफल भएको एकदमै खुसी छौँ। धन्यवाद। यो नेपाली मेला 2012 सानो जानकारी तपाईँहरूलाई होस् भन्ने हेतुले सानो भिडियो बनाएको आफैले खिचेको राम्रो